अहिले मार्केटमा थुप्रै इयरबड्सहरु आएको छ 300 को नन ब्रान्डेड इयरबड्स देखि 30 देखि 40 हजार पर्ने एप्पल को ब्रान्डेड इयरबड्स सम्म जति धेरै इयरबड्स को भेराइटी त्यति नै धेरै त्यसको फीचर्सहरु डिजाइन कम्फर्ट साउन्ड क्वालिटी ANC ब्याट्री लाइफ ड्युरेबिलिटी एन्ड द मोस्ट इम्पोर्टेन्ट द प्राइस सो यो भिडियोमा चाहिँ हामी इयरबड्सहरुको चाहिँ बेसिक देखि एक्सट्रीम टेस्टिङ गर्ने छौं सो स्टे विथ अस टिल द एन्ड टु फाइन्ड आउट हु विल बी द विनर सो फाइनली मैदानमा हाम्रो पाँचवटा खेलाडी हुनुहुन्छ एट फर्स्ट वी हैव एंकर को साउन्डकोर K20i अल्टिमा लाइफस्टाइल को बूम 181 Xiaomi को Redmi Buds 5a बोट को AirDrop 71 एन्ड फाइनली एस्ट्रोवुल्फ को Apex 150 So what do you think? Who will be the winner? Comment down below. So सबैभन्दा सुरुमा चाहिँ let's start with unboxing. So पाँचवटा इयरबड्स हेर्ने हो भने चाहिँ अल्टिमा र एस्ट्रोवुल्फ को प्याकेजिङ चाहिँ एकदमै राम्रो थियो सबैभन्दा मलाई मन नपरेको भनेको चाहिँ रेडमी को एकदमै बेसिक खाली थियो हुन त जे चाहिने त्यति मात्रै थियो एस्ट्रोवुल्फ को चाहिँ अलि धेरै नै कुराहरु थियो लाइक ओभरअल बक्स खोल्दाखेरि पनि एकदमै रमाइलो लागिरहेको थियो के होला कसो होला भनेर सो त्यो चाहिँ मलाई मन पर्यो सो आफ्टर अनबक्सिङ वी टेस्टेड ऑल दिस इयरबड्स फर फ्यू डेज एन्ड नाउ आई एम ब्याक विथ द रिजल्ट्स सो बिल्ड क्वालिटी को कुरा गर्ने हो भने चाहिँ सबै नै इयरबड्सहरु चाहिँ प्लास्टिक मटेरियलले बनेको छ बट मलाई सबैभन्दा बेस्ट चाहिँ एंकर को लाग्यो यसको चाहिँ एकदमै ग्लसी खाली फील आइराको छ एकदमै प्रिमियम खाली फील आइराको छ भने अरूहरु चाहिँ सबै नै इयरबड्सहरु चाहिँ एकदमै म्याट फिनिशको छ एन्ड यो सबै मध्ये ड्युरेबिलिटी को कुरा गर्ने हो भने चाहिँ द बेस्ट वान इज एस्ट्रोवुल्फ यसको चाहिँ एकदमै स्टर्डी खाली फिल एकदमै सलिड खाली फिल पनि छ बट कतै जाँदै हुनुहुन्छ र पकेटमा पनि राख्न सजिलो खाली कुनै चाहिएको छ भने चाहिँ रेडमी इज द बेस्ट वान एकदमै पकेट फ्रेन्डली अलि बल्की साइडमा पनि छैन बट बोट चाहिँ कुरा गर्ने हो भने चाहिँ एकदमै नै बल्की खाले छ गोजीमा राख्दाखेरि पनि ठ्याक्कै एकदमै नोटिसेबल खाले हुन्छ सो आईपी रेटिङ को कुरा गर्ने हो भने चाहिँ बोथ बोट र रेडमी मा चाहिँ यु विल गेट IPX4 भने अरु सबैमा चाहिँ यु विल गेट IPX5 सो ओपनिङ र क्लोजिङ मेकानिजम को कुरा गर्ने हो भने चाहिँ एंकर इज द बेस्ट अमंग दिस एकदमै स्मूथ खाले छ बन्द गर्न खोल्न पनि एकदमै सजिलो हुन्छ बट अन द अदर ह्यान्ड बोट चाहिँ एकदमै स्टिफ खाले छ एकदमै लगाउन खोल्न पनि एकदमै झ्याउ भइराख्ने खाले प्लस म्याग्नेटिक स्ट्रेन्थ पनि यसको खासै राम्रो छैन इयरबड्सहरु राख्न र झिक्नलाई पनि एकदमै गाह्रो छ बट द गुड पार्ट इज सबैमा LED इन्डिकेटर भए पनि यसमा चाहिँ केसको चार्ज पनि देखाउँछ यता ओके सो टकिङ अबाउट फिट एन्ड कम्फर्ट मलाई सबैभन्दा सजिलो भनेको चाहिँ एस्ट्रोवुल्फ र अल्टिमाको चाहिँ लाग्यो एकदमै लगाउँदाखेरि पनि अलि सेक्युर खाले अलि कम्फर्टेबल खाले फिट थियो बट बोट र रेडमी भने चाहिँ दुईटै लगाउँदाखेरि चाहिँ मलाई चाहिँ कस्तो अलि कानबाट खस्ला कि जस्तो खाली भएर एकदमै कन्सियस भइराख्नु पर्ने सो याद गरिराख्नु पर्ने थियो भने सेमी इन इयरबड को चाहिँ म खासै ठुलो फ्यान होइन सो एंकर लगाउँदाखेरि चाहिँ मलाई अलि कान दुखेको जस्तो खाली फिल भइराको थियो सो ओभरअल हेर्ने हो भने चाहिँ एस्ट्रोवुल्फ र अल्टिमा चाहिँ फिट एन्ड कम्फर्टमा चाहिँ दे वर द बेस्ट वान अब मेन मुद्दामा आउँ साउन्ड क्वालिटी को अल्टिमा को कुरा गर्ने हो भने साउन्ड क्वालिटी चाहिँ एकदमै डिसेन्ट खाले थियो त्यस्तो एक्स्ट्राअर्डिनरी वाउ खाले चाहिँ केही पनि थिएन बट अल्टिमा लिंक एप युज गर्दाखेरि चाहिँ त्यसमा ट्युनिङ गर्न मिल्ने भएको कारणले गर्दाखेरि चाहिँ इट वाज क्वाइट गुड र बोट को कुरा गर्ने हो भने चाहिँ एकदमै राम्रो नै खाले साउन्ड थियो डिसेन्ट अलि ब्यालेन्स खाले नै साउन्ड थियो एकदमै जस्ट लाइक एनी अदर इयरबड्स एन्ड रेडमी को कुरा गर्ने हो भने चाहिँ स्पेटियल साउन्ड चाहिँ यसको चाहिँ एकदमै नै राम्रो थियो बट अलि शार्प खाले आएको कारणले गर्दाखेरि चाहिँ कान अलि लङ टर्म सम्म चाहिँ युज गर्यो भने कान अलि दुख्ने खाले भइरहेको थियो र एस्ट्रोवुल्फ को कुरा गर्ने हो भने चाहिँ साउन्ड क्वालिटीमा चाहिँ एकदम इट वाज द बेस्ट एकदमै बेस पनि एकदमै राम्रो साउन्ड पनि एकदमै क्लियर लाउड एकदमै राम्रो खाले थियो एन्ड फाइनली टकिङ अबाउट एंकरले चाहिँ पछि आएर हामीलाई धोका दियो सो एकपट्टिको इयरबड्स चाहिँ चल्यो अर्कोपट्टिको इयरबड्स नै चलेन अनि लेटर वी अल्सो ट्राई टु कन्ट्याक्ट देम बट उहाँहरूले चाहिँ हामीलाई स्टोरमा नै आएर नै यो ठीक गर्नु भनेर भन्नुभयो तर बट द्याट वाज नट फिजिबल फर अस हामीले चाहिँ दराजबाट अर्डर गरेको थियौं सो यसको बारेमा चाहिँ हामी अलि पछि कुरा गर्छौं है त सो ANC एन्ड ट्रान्सपेरेन्सी मोड को कुरा गर्ने हो भने चाहिँ बोथ नेपाली ब्रान्ड्स अल्टिमा एन्ड एस्ट्रोवुल्फ वर द किलर इन दिस राउन्ड फर्स्टमा अल्टिमा को कुरा गर्ने हो भने चाहिँ दिस ह्याड 32 डेसिबल को ANC सपोर्ट सो दिस वाज बेटर देन एस्ट्रोवुल्फ को 30 डेसिबल ANC सपोर्ट बट ट्रान्सपेरेन्सी मोड को कुरा गर्ने हो भने चाहिँ एस्ट्रोवुल्फ वाज फार बेटर देन अल्टिमा ठिकै त थियो बट यसको ट्रान्सपेरेन्सी मोड चाहिँ इट वाज क्वाइट बेटर
सो कल र माइक क्वालिटीको कुरा गर्ने हो भने चाहिँ वन्स अगेन अल्टिमा एन्ड एस्टावुल्फ द बेस्ट। यसमा चाहिँ एकदमै साउन्ड क्वालिटी पनि एकदमै राम्रो खाले आउने, ब्याकग्राउन्ड नोइज पनि एकदमै कम, आउटडोरमा पनि इजिली लगाएपछि राम्ररी सुनिन्छ। एन्ड माई पर्सनल सजेसन वुड बी कसैसँग नि फोनमा बोलिरहनु भएको छ भने चाहिँ मेक स्योर टु युज बोथ साइड अफ द इयरबड्स, जसले गर्दाखेरि चाहिँ क्लियर अनि राम्ररी पनि सुन्न सकिन्छ। एन्ड यो राउन्ड अझै एक्साइटिङ हुन सक्थ्यो होला, बट स्याडली एङ्करलाई चाहिँ हामीले टेस्ट गर्न सकेनौँ यो नचलेको कारणले गर्दाखेरि। सो द्याट्स द्याट। सो एनदर इम्पोर्टेन्ट सेगमेन्ट इज कनेक्टिभिटी एन्ड फिचर्स। ब्लुटुथको कुरा गर्ने हो भने चाहिँ रेडमीमा चाहिँ 5.4 भर्जन अभाइलेबल छ भने चाहिँ बाँकी सबैमा 5.3 मात्र अभाइलेबल छ। एन्ड मल्टिपल डिभाइस कनेक्टिभिटीको कुरा गर्ने हो भने चाहिँ एस्टावुल्फमा चाहिँ त्यो छ। र लेटेन्सीको कुरा गर्ने हो भने चाहिँ बोथ एस्टावुल्फ एपेक्स 150 र अल्टिमा बुम 181 मा चाहिँ लो लेटेन्सी छ, द्याट अफ 40 ms ओन्ली, जसले गर्दाखेरि चाहिँ गेमिङ गर्दा होस् या मिडिया कन्जम्सन गर्दा होस् खासै अडियो डिले भएको चाहिँ फिल हुँदैन। र कम्पेनियन एप सपोर्टको कुरा गर्ने हो भने चाहिँ बोथ अल्टिमामा र एङ्करमा चाहिँ कम्पेनियन एप सपोर्ट छ। एन्ड सँगसँगै रेडमीमा पनि छ भनेर चाहिँ क्लेम गरेको थियो बक्समा, बट हामीले 4 डिफ्रेन्ट डिभाइसेसहरूमा पनि कनेक्ट गर्न खोज्दाखेरि चाहिँ कनेक्ट भएन। र ब्याट्री लाइफको कुरा गर्ने हो भने चाहिँ एस्टावुल्फ इज वान अफ द बेस्ट वान, बिकज यसको चार्जिङ केसमा नै छ 1000 mAh को ब्याट्री। एन्ड यसमा चाहिँ 150 आवर्सको चाहिँ प्लेब्याक पनि छ, जुन चाहिँ एस्टावुल्फ आफैले क्लेम गरेको छ। प्लस हामीले आफै पनि यो पास्ट फ्यु डेजमा टेस्ट गर्ने र डेली चलाइराख्दाखेरि चाहिँ अहिलेसम्म पनि ब्याट्री ड्रेन गर्न चाहिँ सकेको चाहिँ छैनौँ, अहिलेसम्म पनि अलिक प्रपरली नै चलिरहेको छ। एन्ड यसको चाहिँ जस्ट इयरबड्सले मात्रै पनि 7 आवर्सको चाहिँ प्लेब्याक दिन्छ, जसले गर्दाखेरि चाहिँ डेली युजको लागि चाहिँ एकदमै बब्बाल छ। नाउ टकिङ अबाउट एडिसनल फिचर्स, रेडमीमा चाहिँ छ गुगल फास्ट पेयर, जसले गर्दाखेरि चाहिँ कुनै नि फोनसँग चाहिँ इजिली 1 क्लिकमा नै कनेक्ट भइहाल्छ। र बोर्डमा चाहिँ छ IWP टेक्नोलोजी विच हेल्प्स इन क्विक पेयरिङ विथ डिभाइसेस। र एङ्करमा चाहिँ छ AI 2 mic एल्गोरिदम फर बेटर भोइस पिकअप। एन्ड अल्टिमा चाहिँ इट सपोर्ट्स बोथ गुगल एज वेल एज सिरी भोइस असिस्टेन्ट, जसले गर्दाखेरि चाहिँ ह्यान्ड्स फ्री कन्ट्रोल चाहिँ एकदमै इजी हुन्छ। एन्ड फाइनली एस्टावुल्फको कुरा गर्ने हो भने चाहिँ यसमा चाहिँ धेरै नै एक्स्ट्रा फिचर्सहरू अभाइलेबल छ। फर्स्टमा छ डुओ सिङ्क टेक्नोलोजी, जसले गर्दाखेरि चाहिँ इजिली दुईटा डिभाइसेसहरूसँग चाहिँ इयरबड्सहरूलाई कनेक्ट गरेर युज गर्न मिल्छ। अनदर वान इज टर्बो सिङ्क टेक्नोलोजी, जसले गर्दाखेरि चाहिँ केसलाई ओपन गर्ने बित्तिकै चाहिँ एकैछिनमा नै डिभाइससँग चाहिँ कनेक्ट भइहाल्छ। एन्ड लास्ट वान इज फ्लेक्स चार्ज, जसले गर्दाखेरि चाहिँ इट मेक्स रिभर्स चार्जिङ पोसिबल। यस, दिस इयरबड सपोर्ट्स रिभर्स चार्जिङ, जसले गर्दाखेरि चाहिँ इमर्जेन्सी सिचुएसनमा चाहिँ यो फिचर्स क्वाइट ह्यान्डी हुन सक्छ। सो वेटको कुरा गर्ने हो भने चाहिँ सबैभन्दा लाइट वेट चाहिँ बोट एयरडप 71 छ, विच इज अफ जस्ट 33 ग्राम ओन्ली। एन्ड सबैभन्दा हेभीको कुरा गर्ने हो भने चाहिँ अभियसली इट इज एस्टावुल्फ 1000 mAh को ब्याट्री हुँदा पनि दिस इज जस्ट 53.5 ग्राम्स ओन्ली। So now let's talk about the after sale service of each of the brand. So हामीले चाहिँ एङ्करमा चाहिँ डिफेक्ट पाएको कारणले गर्दाखेरि चाहिँ we try to contact them। एउटापट्टिको इयरबड्स चाहिँ हाम्रो राम्रोसँग चलिरहेको थिएन, आवाज नै आइरहेको थिएन अनबक्सिङ गर्ने बित्तिकै। सो हामीले चाहिँ यो दराजबाट अर्डर गरेको कारणले गर्दाखेरि चाहिँ दराजमा हामीले मेसेज गऱ्यौँ, उहाँहरूले चाहिँ हामीलाई एउटा नम्बर दिनुभयो। सो हामीले त्यो नम्बरमा रिच आउट गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीलाई चाहिँ यो प्रब्लम सल्भ गर्नको लागि चाहिँ स्टोर नै आउनुपर्छ भनेर भन्नुभयो, बट द्याट वाज क्वाइट नट फिजिबल फर अस, किनभने अनबक्सिङ गर्ने बित्तिकै हामीले चलाउँदाखेरि चाहिँ एकपट्टिको बजिरहेको थिएन इयरबड्स। सो वी वर होपिङ हाम्रै लोकेसनमा आएर नै उहाँहरूले एक्सचेन्ज गरिदिनुहुन्छ कि जस्तो लागेको थियो, बट स्याडली त्यस्तो चाहिँ केही पनि भएन। सो एङ्करमा यस्तो प्रब्लम आएको कारणले गर्दाखेरि चाहिँ यस्तै नै प्रब्लम छ भनेर चाहिँ हामीले इच अफ द ब्रान्डहरूलाई चाहिँ दराजमा मेसेज गऱ्यौँ। सो आफ्टर एङ्कर हामीले Xiaomiलाई मेसेज गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीलाई नियरेस्ट सर्भिस सेन्टर जता छ त्यति नै कन्ट्याक्ट गर्नु भनेर भन्नुभयो। र सिमिलरली बोटलाई पनि मेसेज गर्दाखेरि उहाँहरूले पनि हामीलाई सर्भिस सेन्टरमा चाहिँ कल गर्नु भनेर चाहिँ नम्बर दिनुभयो। सो सिमिलरली एस्टावुल्फलाई पनि हामीले मेसेज गर्दाखेरि चाहिँ उहाँहरूले पर्चेज गरेको 15 डेजसम्म चाहिँ लोकेसनमै आएर चाहिँ ह्यान्ड अन ह्यान्ड एक्सचेन्ज नै गरिदिन्छु भनेर भन्नुभयो। एन्ड लास्टली हामीले अल्टिमा लाइफस्टाइललाई मेसेज गर्दाखेरि चाहिँ उहाँहरूको रेस्पोन्स चाहिँ यस्तो टाइपको थियो, बट लास्ट मेसेज पछि चाहिँ मलाई क्वाइट फलोअप गर्न चाहिँ मन लागेन। सो मैले डिसाइड गरेँ कि उहाँहरूको वेबसाइटमा पनि केही छ कि भनेर हेर्दाखेरि चाहिँ उहाँ 30 डेजको रिप्लेसमेन्ट ग्यारेन्टी चाहिँ दिनुभएको रहेछ। सो होपफुली लोकेसनमै आएर एक्सचेन्ज गरिदिनुहुन्छ होला। सो नाउ लेट्स टक अबाउट द वारेन्टी। सो अल्टिमा, रेडमी र एस्टावुल्फ तिनटेले चाहिँ 6 मन्थको वारेन्टी चाहिँ दिएको छ भने बोटले चाहिँ 1 इयरको वारेन्टी दिएको छ र फाइनली एङ्करले चाहिँ 18 मन्थ्सको वारेन्टी दिएको छ। सो यो मेरो पर्सनल ओपिनियन त भइहाल्यो, तर अरूलाई चाहिँ यो प्रोडक्टको बारेमा चाहिँ कस्तो फिल हुँदो रहेछ भन्ने चाहिँ आई चेक द दराज रिभ्युज। सो हियर आर द रिभ्युज।
फर्स्टमा एंकरमा चाहिँ 4.5 रेटिङ छ आउट अफ 381 रिभ्यूज, बोटमा छ 4.6 रेटिङ आउट अफ 603 रिभ्यूज, अल्टिमामा छ 4.7 रेटिङ आउट अफ 28 रिभ्यूज, रेडमीमा छ 4.3 रेटिङ आउट अफ 35 रिभ्यूज, एन्ड फाइनली एस्टावुल्फमा छ 4.6 आउट अफ 295 रिभ्यूज। सो ओभरअल कुरा गर्ने हो भने चाहिँ बेस्ड अन द नम्बर अफ रिभ्यूज मोस्ट अफ द मान्छेहरूलाई चाहिँ बोट मन परेको छ भने बेस्ड अन द नम्बर अफ रेटिङ मोस्ट अफ द मान्छेहरूलाई चाहिँ अल्टिमा मन परेको छ, बट त्यता चाहिँ जस्ट 28 जना मात्र रिभ्युअर हुनुहुन्छ। सो द्याट्स द्याट। सो टकिङ अबाउट प्राइस एन्ड अफर्स अफ दिज इयरबड्स, मलाई सबैभन्दा फर्स्टमा चाहिँ एङ्करको कुरा गर्नु मन लाग्यो बिकज नर्मल डेजमा चाहिँ 3999 मा अवेलेबल छ यो इयरबड्स, बट फ्ल्यास सेलमा चाहिँ 2399 मा मात्र अवेलेबल छ। सो आई हम्बली रिक्वेस्ट एङ्कर टु सल्भ दिस ह्युज ग्याप। अनि बोटको कुरा गर्ने हो भने चाहिँ नर्मल डेजमा चाहिँ 2199 मा अवेलेबल छ यो इयरबड्स, बट सेलको बेलामा चाहिँ 2099 मा अवेलेबल छ। सिमिलरली रेडमीको कुरा गर्ने हो भने चाहिँ 2499 मा यो इयरबड्स अवेलेबल छ, एन्ड एस्टावुल्फ चाहिँ 2499 मा अवेलेबल छ नर्मल डेजहरुमा, बट फ्ल्यास सेलमा चाहिँ 2387 मा मात्रै अवेलेबल छ यो। सो फाइनली अल्टिमाको कुरा गर्ने हो भने चाहिँ जस्ट 2599 मा चाहिँ नर्मल डेजमा चाहिँ दराजमा यो अवेलेबल छ। फ्ल्यास सेलमा चाहिँ हामीले खासै देखेनौं, बट हामीले उहाँहरुको अफिसियल वेबसाइटमा चेक गर्दाखेरि चाहिँ इट इज जस्ट अवेलेबल एट 2499 ओन्ली। नाउ फर द फन पार्ट, हामी चाहिँ अब ड्युरेबिलिटी टेस्ट गर्छौं जसमा चाहिँ स्क्रैच चाहिँ कतिको लाग्छ अनि कुनै सर्टेन हाइटबाट ड्रप गर्दै भने चाहिँ कस्तो हुन्छ भनेर चाहिँ हामी हेर्नेछौं। नाउ लेट्स बिगिन विथ Redmi Buds 5A। सो म चाहिँ अहिले टेबलमा नै स्क्रैच कतिको लाग्छ भनेर चाहिँ ट्राई गर्छु। यसमा चाहिँ हल्का स्क्रैच लगेको जस्तो चाहिँ हुन चाहिँ हुन्छ, बट खासै त्यस्तो बिगिन नोटिसेबल चाहिँ हुँदैन, तर अझै मजाले गरौँ। सो यहाँ चाहिँ यतिको स्क्रैच चाहिँ देखिएको छ मैले गर्दाखेरि, हेर्नु कतिको भिजिबल देखिन्छ। यतापट्टि चाहिँ यसरी नै घोट्यो नै भन्यो भने चाहिँ देखिदो रहेछ, नत्र चाहिँ देखिदैन। सो अर्को ट्राई गरौँ, अर्को चाहिँ एस्टावुल्फको ट्राई गरौँ, एपेक्स 150। सेम लाइक रेडमी जस्तै यसमा पनि त्यतिको नै स्क्रैच चाहिँ हुँदो रहेछ। पछाडिपट्टि पनि गरेर हेरौँ है त। यसमा पनि सेम रेडमीको जस्तै नै छ, स्क्रैच जस्तो रेडमीमा लागेको थियो यसमा पनि त्यस्तै छ। उस्तै उस्तै खाले मेटेरियल भएर होला उस्तै नै खाले नै स्क्रैच लाग्यो यसमा पनि। नाउ बोट ट्राई गरौँ। बोटमा चाहिँ लाग्दैन जस्तो छ। बोटमा पनि सिमिलर नै भयो है, बोटमा पनि खाली त्यस्तै नै खाले नै लाग्यो। मेबी सबै प्लास्टिक मटेरियलकै भएर होला, उस्तै नै खाले रहेछ। यतापट्टि पनि ट्राई गरेर हेरौँ। एलईडी इन्डिकेटरमै लाग्यो। सो यसमा पनि हल्का स्क्रैच चाहिँ लाग्यो, सेम यो तीनटामा चाहिँ उस्तै उस्तै नै थियो। नाउ अल्टिमाको पनि ट्राई गरौँ। अल्टिमाको चाहिँ अलि फरक खाले छ। सो अल्टिमा चाहिँ व्हाइट भएर होला, खासै भिजिबल चाहिँ देखिएन, हल्का लागेको छ यसको पनि। यसको चाहिँ हल्का लागेको छ, धेरैपट्टि चाहिँ लाग्ने चाहिँ लाग्यो। जस्ट उस्तै नै खाले छ, त्यस्तो फरक धेरै पनि लागेन थोरै पनि लागेको छैन। र फाइनली एङ्करको कुरा गर्ने हो भने चाहिँ एङ्कर अलरेडी नै ग्लसी खाली मटेरियलको छ। सो यो त यतिकै अनबक्सिङ गर्दाखेरि नै अलिअलि स्क्रैचेसहरु अलरेडी नै लागिसकेको छ, बट यसमा पनि ट्राई गरी हेरौँ। ओ माई गॉड, यो त धोस्तै भयो, यो धोस्तै भयो। एन्ड या सबैभन्दा खत्तम चाहिँ एङ्करै भयो स्क्रैच टेस्टमा चाहिँ। सो यो बिल्ड क्वालिटीले गर्दाखेरि पनि होला एकदमै स्क्रैच चाहिँ एकदमै चाँडै बसिहाल्छ कम्पेयर टु अदर दिस। सो यो चारैवटामा चाहिँ उस्ता उस्तै नै खाली थियो, बट यसमा चाहिँ धेरै स्क्रैचेसहरु भयो। यो त भइहाल्यो स्क्रैच टेस्ट। नाउ लेट्स डु द ड्रप टेस्ट। सो यो टेस्टमा चाहिँ हामी कहिलेकाहीँ पकेटमा इयरबड्सहरु राख्दाखेरि खसिहाल्यो भने त्यो इयरबड्सहरुको प्लेसमेन्ट कतिको ठीक छ कि छैन भन्ने कुरा पनि हेर्छौं। सो हामी चाहिँ फ्रन्टबाट र तलपट्टिबाट र साइडपट्टिबाट तीनैचोटि नै म ड्रप गर्नेवाला छु। सो लेट्स सी कस्तो हुन्छ। सो फर्स्टमा चाहिँ लेट्स स्टार्ट विथ एङ्कर। सो म चाहिँ यतिको हाइटबाट चाहिँ खसाउँछु, तीनचोटि खसाउँछु। एउटा फर्स्टमा चाहिँ म माथिबाट खसाउँछु है त। सो हियर वी गो।
सो यहाँ चाहिँ यतिको चाहिँ निस्केको छ मैले फर्स्ट चोटी ट्राई गर्दाखेरि अब सेकेन्ड चोटी फेरि ड्रप गरौँ ल म एकचोटी फेरि लगाउँछु अब म उल्टोबाट खसाउँछु वाउ यो त पुरै पोजमा खसे फेरि अहिले पनि अलिकति निस्केको छ यो है अलिकति ओपन भएको छ फेरि म यसलाई मिलाएर गर्छु अब चाहिँ साइडबाट खसाउँछु है त म फेरि वान्स अगेन यो फेरि अलिकति निस्क्यो स्क्रैच चाहिँ त्यस्तो विधि चाहिँ देखिएन मेबी पहिल्यैदेखि भएर होला बर्ड्सहरु पनि निस्किन चाहिँ निस्किन बट झन्डै सेकेन्ड चोटीमा चाहिँ निस्किन आँटेको थियो सो यसलाई साइडमा राख्दियौं नाउ लेट्स डू द टेस्ट अफ अल्टिमा अल्टिमालाई पनि त्यतिकै हाइटबाट फर्स्टमा माथिपट्टिबाट है त यसको चाहिँ फर्स्ट चोटीमा नि एयरबड्स निस्क्यो फेरि एकचोटी ट्राई गरौँ तल्लोपट्टिबाट यतिकै डिस्टेन्सबाट यो चाहिँ सेकेन्ड चोटीमा चाहिँ एकदमै फर्स्ट चोटीमा त खसि नै हाल्यो सेकेन्ड चोटीमा नमज्जाले खस्यो थर्ड चोटी पनि फेरि ट्राई चाहिँ गरौँ है त अब चाहिँ साइडबाट म गर्छु यतिकैबाट दुईटैको छिटेर गयो अब म उठाउँछु सो तीनैचोटी ड्रप टेस्ट गर्ने बेलामा चाहिँ तीनैचोटी नै अल्टिमाको एयरबड्स चाहिँ निस्क्यो सो या नाउ लेट्स डू द ड्रप टेस्ट अफ बोटको पनि त्यतिकै नै डिस्टेन्सबाट खसम फर्स्टमा माथिबाट है त यही स्क्रैच लाग्यो यसले त बोट्सको पनि फर्स्ट चोटीमा नै दुईटै निस्क्यो सेकेन्ड चोटी फेरि ट्राई गरौँ कतिको हुँदो रहेछ बोट्स राख्नै गाह्रो के ल अब तल्लोपट्टिबाट पनि गरौँ सेकेन्ड चोटीमा चाहिँ खोलेर पनि लाग्यो आफै र साइडपट्टिबाट पनि गरौँ है त वाह बोट खोलिँदै लागिँदै आफै भइरहेछ सो यो चाहिँ एकचोटीमा चाहिँ खस्यो अर्को चोटीमा चाहिँ खसेन सो ठिकै छ नाउ लेट्स डू द एस्ट्रोवुल्फ म त्यतिको हाइटमा चाहिँ अब ड्रप गर्छु ल हेरौँ है त खतरा आवाज आयो तर धन्न निस्किन चाहिँ निस्केन पछाडिपट्टिबाट गरौँ है त सेकेन्ड चोटीमा चाहिँ दुईटै एयरबड्सहरु चाहिँ निस्क्यो आई वाज रङ ठिकै छ र थर्ड चोटी फेरि ट्राई गरौँ है त थर्ड चोटीमा चाहिँ साइडबाट पनि गरौँ निस्केन यसको नि एकचोटी मात्रै निस्क्यो फेरि ठिकै छ त्यस्तो विधि चाहिँ केही पनि भएन नाउ फाइनली रेडमीको पालो रेडमीलाई पनि त्यतिकै डिस्टेन्सबाट चाहिँ ड्रप गरौँ केही भएन अब उल्टोबाट फेरि केही भएन इम्प्रेसिभ अब साइडबाट यो चाहिँ खस्यो एउटा चाहिँ निस्क्यो अर्को चाहिँ निस्केन सो दिस वाज आवर ड्रप टेस्ट अफ इच एन्ड एभ्री एयरबड्स सो अब यो सबै एयरबड्सहरु चाहिँ चल्छ कि चल्दैन म अब एकैछिनमा अपडेट दिन्छु है त सो यति सबै गर्दा पनि पाँचैवटा एयरबड्सहरुमा साउन्ड क्वालिटी चाहिँ एकदमै एज इट इज नै आइरहेको छ सो पकेटबाट खसिहाल्दाखेरि एयरबड्सहरु बिग्रिन्छ कि भनेर टेन्सन चाहिँ लिनु पर्दैन सो फाइनली भ्यालु फर मनीको कुरा गर्ने हो भने चाहिँ बेस्ड अन एभ्रिथिङ दैट आई शेयर्ड इन दिस भिडियो अल्टिमा एन्ड एस्ट्रोवुल्फ वेयर द विनर सो आजको भिडियो कस्तो लाग्यो डु लेट अस नो इन द कमेन्ट्स बिलो र यस्तै नै टेक कन्टेन्ट्सहरुको लागि मेक श्योर टु सब्स्क्राइब टु टेक बजी दिस इज सिमरन आचार्य साइनिङ अफ बाइ बाइ